नेपालको यस्तो कुण्ड हो जोलाई स्वयं शिव भगवानले आफ्नो त्रिशूलले बनाउनु भएको। तर रोक्नुस्, यसको रहस्य यही सकिन्न। सिधै भगवान विष्णुको शिर सगरसम्म पुगेको छ। यो कहानी सुरु हुन्छ समुद्र मन्थनबाट, जब सृष्टि बचाउनको लागि शिवले विषलाई हालाहाल पिउनुभयो अनि उहाँको कण्ठमा जलन भएसी असहनीय पीडा शान्त गर्नलाई हिमालयतिर आउनुभयो अनि आफ्नो त्रिशूलले हानेर चट्टान फुटाल्नुभयो। उसबाट निस्केको जलधाराले एउटा पवित्र कुण्डको निर्माण गर्यो, जसलाई अहिले हामीले गोसाई कुण्डबाट जाने रहेको छौं। शिवले यसै पवित्र कुण्डको शीतल पानी खाएर पीडा शान्त गर्नुभयो। तर रोक्नुस्, यो पवित्र कुण्डको रहस्य यही समाप्त हुँदैन। यसै हिमाली क्षेत्रबाट केही किलोमिटर दूरीमा तल काठमाडौँ उपत्यका घाटीको तलहाटीमा एउटा अरू चमत्कार रहस्य छ। बुढानी लकण्ठ मन्दिर। यहाँ पानीको बीचोबीच भागमा 5 मिटर लामो एउटै कालो चट्टानलाई काटेर बनाइएको भगवान विष्णुको अद्भुत प्रतिमा रहेको छ, जुन शेषनागको फण्डमुनि र शरीरमाथि आसन रहेको छ। यो दुईटै स्थानलाई जोड्छ। स्थानीयको मान्यता छ कि गोसाई कुण्डको पवित्र पानी जमिन मुनि हुँदै बुढानी लकण्ठ सरोवरमा आउँछ। यहाँको मानिसहरू मान्छन् कि साउन महिनाको पूर्णिमामा रक्षाबन्धनको दिन मेला लाग्छ, तब त्यो दिन बुढानी लकण्ठ सरोवरको पानी दूध जस्तो सेतो देखिन्छ। मानौ कि शिवको गोसाई कुण्डको पवित्रता, शीतलता यहाँसम्म पुगेको महसुस अनुभव हुन्छ।